सर अब अनुहारै चिन्न सक्दैन भने सर कसरी देखेँ सर मलाई म चिने छैन सर। घटनास्थल पुगेर आउनुभयो? म पुगेँ, त्यहाँ पुगेर प्रहरीबाट त्यहाँ यताउता फर्काउने क्रम भइरहेको थियो र हेर्दाखेरि एकदम किरा परेको, आँखाबाट पनि किरा देखिने, मुखबाट किरा र मान्छेको शरीरभरि ट्याटु छ सब। अब त्यो बोडी खाइ कसको अब लेडिज हो कि जेन्ट्स हो म सुनेर मात्र। दर्शक पनि यति बेला हामी नेपालगञ्ज उपमहानगरपालिका वार्ड नम्बर 10 महेन्द्र बहुमुखी क्याम्पसको जस्ट यो जहाँनिर होस्टेल छ, होस्टेल नजिकै छौँ। यो होस्टेल जाने सडक हो। यही सडकको छेउमा एउटा महेन्द्र बहुमुखी क्याम्पसकै एउटा सानो भवन छ, जसमा चाहिँ क्याम्पसकै चौकीदारले कुनै बेलामा प्रयोग गर्ने गर्थे भने त्यही भवनभित्र आज एकजना अज्ञात व्यक्तिको शव मृत अवस्थामा फेला परेको छ, जुन चाहिँ प्रहरीले अनुसन्धान गरिरहेको छ। घटना सम्बन्धी फेरि हामी थप केही जानकारी आएमा जोडिनेछौँ।